सम्पूर्ण नमस्ते। म अरविन्द यादव र तपाईँ आज सामान्य म कानुनको विद्यार्थी भएर म कानुनको जानकारी दिन चाहन्छु। किनभने हाम्रो कानुनमा उल्लेखित छ कि ल इज नोट ए एक्सक्युज, कानुनको अज्ञानता क्षम्य हुँदैन। त्यही भएर कानुनको ज्ञान सबैमा हुनुपर्छ र कानुन भन्छ सबैलाई ज्ञान, कानुनको सामान्य ज्ञान सबैलाई हुनुपर्छ भनेर म एउटा तपाईहरुमा सामान्य जानकारी लिएर आएको छु र त्यो एकचोटि भिडियो हेर्नु र तपाई मन लाग्यो भने लाइक पनि गर्नु र कमेन्ट पनि गर्नु। सामान्य क्राइमलाई हाम्रो मुल्की अपराध संहिता 2074 ले क्राइमलाई गम्भीरताको आधारमा 3 टाइपमा डिभाजन गरिएको छ, जुन चाहिँ सिम्पल क्राइम, हेनियस क्राइम, ग्रेभियस क्राइम। सिम्पल क्राइम भनेको साधारण क्राइम, जुन चाहिँ हाम्रो 1 वर्षदेखि वा 1 वर्षभन्दा कमदेखि 3 वर्षसम्म सजाय हुनलाई सिम्पल क्राइम भनिन्छ। अर्कोमा हामी गम्भीर क्राइम हामीले 10 वर्षसम्म हुन सजायलाई गम्भीर क्राइम भनिन्छ वा गम्भीर क्राइम भनिन्छ। त्यसपछि हामीले जघन्य क्राइम भन्नाले हामीलाई जन्म कैददेखि लिएर 10 वा 10 भन्दा माथि वर्षको सजाय हुनलाई हामीलाई जघन्य क्राइम भनिन्छ र यो चाहिँ हाम्रो मुल्की अपराध संहिता 2074 ले चाहिँ यो प्रावधान वा व्यवस्था गरिएको छ र यो हाम्रो चाहिँ यसलाई चाहिँ गम्भीरताको आधारमा 3 टाइपमा वर्गीकरण गरिएको छ र यसमा गम्भीरताको आधार लिएर चाहिँ सजायलाई 3 टाइपमा वर्गीकरण गरिएको छ।